nettle leaves. Pure organic nettle, stinging nettle. I will teach you guys how to cook stinging nettles. We call Sishnu very healthy and delicious food. Hello, namaste, and good morning, friends. I'm Amar Thami. Welcome to my YouTube channel, Thami Spice Kitchen. Today, friend, I'm going to cook stinging nettle soup. This is our traditional Nepalese one favorite soup we call Sishnu. Then I will teach your friend how to clean this properly. Proper in our traditional way. Pour some corn flour on top this. Just make sure places all over the nettles, leaves. Do like this. This is our proper way. Pure traditional Nepalese way. पखाल्न गइरहेको छु सिस्नु यसरी पखाल्नुपर्छ पानी सरेर हालेर सिस्नु पखाल्यो भने चाहिँ यसको धुलो सुलो सबै जान्छ पिठो हालेर चाड्ने त्यसपछि यसलाई पखाल्ने सिस्नु चाहिँ यसरी पखाल्न गइरहेको छु म हुँदो रहेछ स्टिङ्गिङ नेटल्स है नेटल सुप बनाउन गइरहेको छु म आज नेपालीमा चाहिँ यसमा सिस्नु भनिन्छ यसलाई यसरी चलाउने यसरी सर्लक्क लगाएर यसरी चलाएर यसरी पखाल्ने सट्ट लगाएर कति सफा भयो हो फोहोर हेर्नुहोस् कति आउँछ नेपालको धुवा धुलो त्यही भएर यसलाई पखाल्नुपर्छ हाम्रो धेरै मान्छेहरू नपखाली पनि खान्छन् होइन सकेसम्म पखालेर खाइदिनुहोस् होला हजुरहरू सबैले अनुरोध छ मेरो सिस्नुको लागि पानी बस्छ भन्ने यो सिस्नु कति छ त्यही अनुसारले बनाउनु होला मेरो चाहिँ ठ्याक्कै यसको आधी पानी हाल्यो भने ओके न यति भएपछि अब पानी उम्लिनु पर्छ उम्लेपछि बल्ल हाल्ने त्यसमा यसरी एउटा आलु पनि यसरी हाल्यो भने फेरि केलाउँदा सिस्नुको टेस्ट एकदम मिठो हुन्छ यस्तै कोटेर हाल्ने यो सबैले यसरी तासेर हाल्नुहोस् ल अब चाहिँ पानी यतिको हल्का उम्लिनु भएपछि सागलाई यसरी हालिदिनुहोस् होला सिस्नुलाई ढक्क फेरि अहिलेको सिस्नु एकदम राम्रो मुना भएर एकदम राम्रो छ टेस्टी पनि छ यसलाई केलाउनु पनि छ टेस्टी चाहिँ किन भन्दा अस्ति पनि मैले पकाएर खाएको हो हजुरहरू पनि वर्षको एकचोटि महिनाको एकचोटि नभए दिनको एकचोटि पायो भने सिस्नु खानुहोस् होला स्वास्थ्यको लागि धेरै लाभदायक छ हजुरहरूलाई मेरो विनम्र अनुरोध छ है हजुरहरू चाहिँ यसरी यो दाबिलोले चलाउँदा चाहिँ सजिलो हुन्छ मलाई चाहिँ तपाईँहरू चाहिँ जेले पनि चलाउन सक्नुहुन्छ हातले चाहिँ नचलाउनु होला पोल्न सक्छ तातो पानीमा हजुरहरू बी केयरफुल आवेशमा आएर फेरि म हातले चलाउँछु भनेर चाहिँ त्यो कष्ट नगरिदिनु होला दाबिलो पन्याउ हजुरहरूको डाडु जे छ त्यसले यसरी यसलाई चलाउने यो बिस्तारै नपाकेसम्म यसरी ठक्क लाएर अब यसमाथि ट्याक्क लाएर हजुरहरूले नुन चाहिँ स्वाद अनुसारको नुन हाल्नु होला अरू मरमसला यसमा केही हाल्नु पर्दैन है हजुर सिर्फ नुन मन पर्यो भने आलु नभए आलु नहाले नि हुन्छ अप्सनल हो हजुरहरूले आलु अभोइड गर्न सक्नुहुन्छ फेरि एकचोटि यसरी चलाइदिनुहोस्
अब यो सिस्नो यसरी हरियो हरियो झोल आएपछि यसको चाहिँ प्योर सुप बनाइन्छ अहिले एकछिनमा। यसरी उम्लिन्छ, यस्तरी चलाउनुपर्छ, यसरी एकदम पाक्ने गरेर। एकदमै यसलाई चाहिँ, किन हामी चाहिँ यसको सुप बनाउने हो, यसरी यसलाई चाहिँ एकदम पकाउनुपर्छ। आगो अलि सानो गरिदिनु होला, धेरै उम्लेर पक्न सक्छ। यसो गरेर अब यसलाई चाहिँ पाकेको छ कि छैन त, अलि पाके होइन। ल यसलाई चाहिँ यसलाई एकदम फिर्के लाउनु जडेको भयो। पहिला यसरी पिठो हालिदिनुहोस् होला, यो सेतो मकैको पिठो। त्यसपछि यो अर्ग्यानिक फिर्के यो ढक्क लाएर यसरी, यो चाहिँ हाम्रो नेचुरल ह्यान्ड मिक्सर। यसरी फिर्के लाउनुपर्छ। यसरी फिर्के लाउनुपर्छ। फिर्के लाउँदा चाहिँ धेरै बल लाउने होला। यो चाहिँ प्योर हाम्रो लोकल नेपाली स्टाइलको हो होइन, आफ्नो तरिका हुन्छ ठाउँ अनुसारको। यसलाई चाहिँ अब यस्तो सुप भयो, यस्तै सुप। यो सुप चाहिँ रेडी भयो, सिस्नो। अब यसमा हालौँ, यस्तो गरौँ, ढक्क लाएर यसलाई चाहिँ अब चाहिँ हेरौँ। मेरो चाहिँ एकदम फेभरेट साथी हो यो। हजुरहरूलाई कस्तो लाग्छ, मिठो लाग्छ भने कृपया कमेन्ट गरेर भनिदिनु होला, सल्लाह सुझाव दिनुहोस् होला। हस्, धन्यवाद।